गाइज हामी गाउँ गइरहेको भचेक यस्तो दामी रमाइलो भइरहेको यहाँ छतमा जिपको छतमा हो पाहाडहरू यो रुख चाहिँ कति वर्ष पुरानो हो है रुख होइन उसलाई मारेको कसले पहिला कसलाई पहिला जमानाको कसलाई त नि सहितलाई के थाहा मलाई टिचरलाई के यो होला नि यो माथिकोमा होला यहाँ मागेर बोलिहाल्नु गाइस यहाँ चाहिँ यस्तरी पहिरो गएर हुन्छ है पुरै रुखसुख ढला रहेछ ओ अहिले त्यसमा साउन्डबाट चाहिँ यसो हेरेर नत्र त भइन्छ हुन्छ नि गाइस मुनि भुइँतिर यस्तो सन देखिरहेको छ सन फेरि है बिरालै भुइँतिर भुइँच भइदियो अन्त टेन्सन हुन्छ नि तल बाटो चाहिँ बन्द रहेछ होइन मलाई तल बाटो हो र अहिले नयाँ बाटो तल बाटो हो कि खासमा गाउँ जानु चाहिँ अब फेरि हामी पुरानो बाटो नै जानु लागेको छौँ होइन अस्ति नै एकचोटि आउँदाखेरि यही बाटो आयो क्या अब बिर्स्या होला तलबाट आएको थियो कि एक्लै हिँड्छ सबैले बाइकले पढाएर गाइस बाटो चाहिँ यस्तो नराम्रो है हल्का होइन घरसँगै गाडी जान्छ है चित्र कति हेर्नु त उडेको घरसम्म गाडी जाने भयो भने राम्रो भएको पहिला त तपाईँहरूको गाउँ जान्थेन नि हुन्छ नि पहिरो खाएँ रातो माटो अलिक हाम्रो गाउँ जाने बाटोतिर बेसी बाटो माटो भन्दैछ अब सारी भेटा मेरो कमल सारी एकछिन बसिरह ल एकछिनमा हेलो गाइज अब चाहिँ होइन यहाँनिर अब हामी यहाँ भ्लग बनाए something. Hi guys, so we're enjoying Bahan Pondok Park. काम छैन कहाँ छैन मेरो काम छ त यस्तो सानो लामा क्या बित्ती हो बिहार समय तेल फोन में क्या आता फोटो खिच्यो हिरो खर्ची खिएछ दिन्छ के भन्न चाहनुहुन्छ तपाईको भदाहरूको बेमा भदाहरूको बेमा दोस्रो बेमा आफूले माइताउन पाखा रमाखा भदाहरूको बेमा यहाँ लसुन छडाउन पाखा दुखाला है बसे हो हस् त धन्यवाद अब
यहाँनिर यस्तो भएर आयो भित्र टिका लगाएर राम्रो आएर गोरा आएर होइन विभिन्न कालो दाइलाई हेर्नु न गोरो देखा तपाईँहरू नि लाइनमा बस्नु त कालो कालो देख्नु मान्छे कालो आफू जाने कालो दिदी त गाउँ आएर डढेछ जाने दोस्रो बिहेमा कतिको खुसी लागिरहेको छ त ह्याप्पी नै हो तपाईँ आएदेखि लाइफै ह्याप्पी होइन कुहिरे जस्तो देखिरहेको रहेछ कस्तो कस्तो थाहा छ दिदी अन्धकार जीवनमा दोस्रो बिहे गर्दा कतिको खुसी लागेर चौथो हो चौथो चारचोटि भयो आज चाहिँ टुडे नो मिट इन दिस हाउस टुडे भेजिटेबल भिडियो फाल्दै किन हाल्दैनौ के भन्दैन ल गाइज अब चाहिँ हामी यहाँ भ्लग बनाउन जान लागेको होइन खाँदै अब विनोद दाइ र म बाहिर जान लागेको होइन के भयो खट्टा हुन्छ नि त्यो लगाएर अनिको गलादारी अब यसले चाहिँ विषय बन्दीपुर घुम्नेहरू यसैले कौडा त्यहाँ पनि हेऱ्यो नि मलाई चाहिँ किन त बम्मीहरूको छोरी यता पनि गर्नुहुन्न चिन्दैन कसले पनि बन्दीपुर गरे कसले चिन्छ गाइस हामी चाहिँ अब यता यसो भ्लग बनाउँदै हिँड्नु लाग्यो होइन गाउँतिर बाजेले हान्नुहुन्छ कि राइट मैले के पर्छ मलाई पनि थाहा भएन हामी चाहिँ अब जान लागेको पुरा रमाइलो गाउँतिर एभेन ठिक हुन्छ जय गाउँ गाइस हाम्रो अब यहाँ मट्टु भाइले बाइक राइड हान्न लगाइरहेको छ मट्टु भाइले यहाँ बाइक राइड हान्ला चाबी हाल्ने ठाउँमै देखेन कि यसलाई कहिले एभेन्जर बाइक चलाएनस् बाबु बेच्छु त हानिस् त तैँले भिडियोको हाम्रो यहाँ मट्टु भाइले यहाँ अब एभेन्जर राइड हानिसक्यो यसको फेरि राइडिङ फेरि कडा हुन्छ कि यसको है यसको चाहिँ राइडिङ कडा हुन्छ है ल रोडहरू रोड कस्तो सानो देखाएको भयो तँलाई के भयो यस्तो हेर्दाखेरि यहाँ चाहिँ विनोद दाइ यतै होइन कस्तो कालो देख्यो
हामी फेरि हिँडे मट्टु भाइले खतरा राइड हान्छ अहिले जहाँ पनि यस्तो पनि ऊ त्यहाँ जानु लाग्यो हामी है ऊ त्यहाँ पारी गाउँ मट्टु भाइ दारु हान्ने रे यसले चाहिँ लडाउँ जस्तो लागिरहेको मलाई होइन गाइस केही छैन भ्यू नि बबाल देखेँ अनि यहाँ म छु ल्याम्टा यहाँ दिनु मान्छे चौधारा जाउँ न यहाँ चौधारा गाइस हामी त यो अहिले यो चौधारामा आइपुगिसक्यो होइन लडाइरह कपाल फेरि तेरो नाम भइदिन्छ कि त्यही जाऊ कि फेरि गाइजहरू हामी ओह्रालो झर्दै हो बाटो चाहिँ हल्का डेन्जरै छ क्या यताको फेरि बाटो चाहिँ अलिक डेन्जरै छ होइन अनि केटाहरू चाहिँ अब बियर हान्न जानु रे म चाहिँ यस्तो साथी गइदिएको सियोर अहिले पछि बाइक चला भन्छ तर म चलाउँदिनँ होइन त्यही भएर लाग्दैन जस्तो गरेँ है बाबुहरूले हाम्रो ब्रदरहरू चाहिँ आइपुगेको छैन होइन तर हामी दुईजना मस्त छ यहाँ दाइ र बाजे जानु भइसक्यो होइन रुपान्टीमा अनि हामी चाहिँ एभेन्जरमा मस्त कुदाइरहेको होइन मस्त कुदायो है ल मस्त भ्यू हेर्नु चाहिँ मैले बेलालाई मेरो छौडा नि हेऱ्यो भने त भाइले कुदा बाटो चाहिँ पहिलाको भन्दा हल्का राम्रो तर अलि बिग्रिया कुनै ठाउँमा तर पहिलाको भन्दा चाहिँ धेरै राम्रो छ बाटो ल यहाँ फेरि कहाँबाट दुई तिनवटाको दोस्तहरू आइपुग्यो फेरि यहाँ बाटो चाहिँ फेरि हेरौँ न यत्रो खालको कि शान्ति लाग्यो यसले फेरि बिहान मनी स्कुटरमा झन् त लडाइ नै त्यहाँ गडतिर आयो नि माटो नि पुरै चिप्लेको है बाटोहरू नि पहिरो गएको के गर्नु अब त्यस्तै बाटो भयो नि हिँड्नु पऱ्यो गाह्रो छ गाइजहरू ल हाम्रो चाहिँ यो चाहिँ मिस्टेक खोला है गाई अब चाहिँ खोला नि त यो अझै पर्ने भएर देखाएले सायद त्यो मुटुमा कुदामा सबैले कुदा मस्त कुदाहरू नि अगाडि पुगिसकेन दालहरू पनि टप लाग्छ कि चलाइरह होइन तर यसले टप्दैन मन नटपे यसले चान्स दिइरह ब्रोहरूलाई अब यसले चाहिँ अब हामी स्टेसनमा आइसक्यो सब चाहिँ गाइस यो चाहिँ मेरो काकाको जीव है के अरे अब यस्तो बिन्दास छ लाइफ खाने अब हामी चाहिँ यहाँनिर ड्रागन बियर खानलाई बोल्न नपाएर गाइस बियर आइसकेको छ लखनबारी के गर्नुभयो राम्ररी हाल है बाबु यता हेर्दै हाल्छ ल हिम्मत छ नि यता लुक्सान ल्याएर नसक्छस् यता लुक्सान ल्याएर ल फी चाहिँ न हेलो गाइज अहिले चाहिँ अघि घामले चर्किरहेको थियो होइन
मान्छे पानी परिसकेको है जाम भइसक्यो बियर खाइदियो उता चाहिँ उता पारी चाहिँ घाम लाग्यो है जुम गर्न मिल्दैन क्या गाइस अब चाहिँ हामी गवान सापहरू निस्किन लाग्यो खाना पनि सजिलो है पुरा धुलो धुलो आउँदैन माल कुराको दानाहरू पुरै किनिसक्यो है दामी रमाइलो भइरहेको है कतिको रमाइलो भयो How is your experience while drinking dragon? दामी ब्रो दामी यहाँ छ है अन्ते सब चलाउने हो पुरै साउन्ड हामी चाहिँ अब जाने भनेको फेरि हामी दाइले बियर समाइहाल्यो कि अब एकछिन बस्दिनु पऱ्यो है हामी चाहिँ त्यो सब्जी भयो अन्त बाबु लात हान्नु जस्तो अनुहारै लात हान्नु जस्तो सज्जुको फेरि र गाइस हामी चाहिँ बेर सकिसक्यो हामी जानु लाग्यो है सजिलो समाउँछ है एउटा बाइक सब्जी भाइले बाइक चलायो कपाल उडिरहेको यसको छप्पी जस्तो के सब्जी भाइले सब्जी भाइ अन द रोड सब्जी भाइ अन द रोड बाटो चाहिँ भेरी डेन्जरस यार भेरी डेन्जरस बाटो म चलाउँथेँ न ओह्रालोमा हल्का डर लाग्थ्यो मलाई अब मट्टु भाइले हल्का रफ चलायो अब म चलाउँछु बाइक अब मलाई हल्का डर लाग्यो यसमा बस्न अब म बिस्तारै चलाउँछु है त ल गाइज म चाहिँ बाइकमा चलिरहेको छु होइन सज्जुले चलाइरहेको होइन सज्जु भाइले मेरो भाइ प्यारो भाइ सज्जु यहाँ बाइक चलाइरहेको होइन सज्जुले सजनीले खाती चाहिँ पाइदियो बोल्दा म चाहिँ हल्का पछाडि होइन बसिरहेको छु अहिले हल्का ड्रङ्क छु सज्जु डराएर हो कि ओह्रालो बाटोमा अलि डराउँछ अरे अनि त्यही भएर है म चलाउँछु भने हिँड्दा त्यही भएर तपाईँले डराउँछ कि तपाईँ हाल्नलाई लिग हाल्न डराउँछ कि तपाईँ त्यही भएर अलि यो सज्जु चाहिँ अलि त्यो यस्तो डाँडा हुन्छ नि त्यहाँ हाल्न डराउँछ क्या त्यही भएर चाहिँ अलि चलाउँछ भनेको अलि त्यही नमानेर हो क्या अलि ल्याङ छ है गियर ब्रेकमा हिँड्नु क्या टेक्दै हिँड्छ अझ पिटी हान्ने कि खुट्टा टेक्यो यस जोको पाटो ओ माई गड के भन्छ त त्यो एउटा मिन थियो नि ओ माई गड त्यो ए गाइज ओ माई गड एल्बर्ट आइन्स्टाइन हो कि सज्जु चाहिँ होइन दामी हल्का तिरमेरी देख्नु सक्छ कुदाए सज्जुले सजनीले चाहिँ कुदाइसके मैं हूँ ये सजनी है अरे हम गाँव में हिँड्दैछ होइन हामी मेरो दाहरू चाहिँ पुगिसकेछ माथि पुगिसक्यो देख्दैन है हामी चाहिँ गाइस अब गाउँ आइपुग्न लाग्यो है गाउँ आइपुग्न लाग्यो होइन अनि यस्तो है गाउँको बाटो चाहिँ पुरै यो चाहिँ
ढलान गरेको बाटो गाइस त्यसले कुदा हेर्नु गाइस हाम्रो गाउँको चौताराबाट यस्तो देख्छ ए रोक्नु न के भयो हिँड्दा आइज अन्त दाइ सुखेर लादिदिउँ क्या यसलाई गाइस यो हाम्रो चौतारा चाहिँ यहाँनिर पहिला भैँसी काट्थ्यो होइन हामी त्यो गाउँ छ नि त्यही गाउँ त्यो गाउँबाट हामी यस्तो गरेर यहाँ आइसकेँ विनोद दाइ हल्का ड्रङ्क छ छैन भन्छ अब बखान्ने हामी चाहिँ गाउँ आइसक्यो होइन सन्जु बाबु अगाडि छ सन्जु भाइ हो मेरो भाइ हो यो अगाडिको मेरो सानो भाइ हो यो मेरो सानो भाइ हो यस्तो भन्ने मात्रै है गाइस त्यो बाबु मेरो सजुनी हो सजुनी सजुनी गाइस सजुनी चलाउन डर पुग्छ है गाई चाहिँ हिजो गाडीको हुटमा बस्छौँ भने डराएर उता नभन्ने गाइस यस्तो छ है गाउँमा चाहिँ भोज भात पुरा दामी रमाइलो भएर छिर्छ गाइस हामी चाहिँ गाउँ आइसक्यो है यो चाहिँ विनोद दाइहरू झ्याप भएर यहाँ पुरा फ्रेस भएको जस्तो गर्छ टोटली झ्याप चाहिँ जुन चाहिँ हाम्रो ठुलो मम्मीको जिपै मेरो ठुलो मम्मीको जिप मम्मीहरू हो नि त गाइस चान्चुने मान्छे हो र अन्त सजनी अनि यहाँ मेरो ड्याड्स हो म चाहिँ ड्याड्सको छोरा हो आउनु खै दामी छ है अनि गाइस अहिले यहाँ बिहेको यस्तो भइरहेको है पुरै भोज भतेर रमाइलो गर्दै हिँड्दा हो होइन यहाँ बजेन हेलो हामी त लखनबारी गाउँमा नमाउनु न छ हामीसँगै मेरो किसुम भने तिमीले कहाँ हो दाङ भन्नु यहाँ हजुर आमे पामा थुम्रो दिन आमा पाए अनि